गाइस फाइनली हामी चाहिँ अब कहाँ जान्ला भने कहाँ जान्ला रे हामी खेतमा के गर्न जान्ला त यो चाहिँ केरा लिन जान्ला रहेछ केरा काटेर ल्याउने हो आज गाइस देख्न सक्नुहुन्छ यसले चाहिँ थुन्चे बोकेर पछाडिपट्टि बोन मिलाएर कुद साफ कुद खेले गर्छ कामै गर्दैन खाना चाहिँ यसले 3-5 मात्र खान्छ किन खाँदैनस् बिहान उठ्ने बित्तिकै खान्छस् स्कुल जाने बेला आएर 3 खान्छस् एकदम खन्छ छ यो काम छैन यसको कामै गर्दैन बिहान 7 बजे उठ्छ अनि मोबाइल हेर्छ टिभी हेर्छ काम गर्दैन गाइस हैन अब टक्क हामी चाहिँ यहाँबाट जाने हो कति मिनेट लाग्छ यहाँ जान हैन अब चाहिँ अलि छिटछिटो हिँड्यो भने 10 मिनेट अलि ठिकैको हिँड्यो भने 15 मिनेट 15 मिनेट लाग्छ वहाँ जान गयो गाइस 15 मिनेट जति लाग्दछ अब यो भन्दा ढिलो हिँड्यो भने 15 मिनेट त्यहाँ गएर रात पर्न लागिसक्यो कति बज्यो अहिले 5:30 बज्न लागिसकेछ गाइस यो सुते टिभी हेरेर थियो आएर जाने भनेको ढिला भयो ल गाइस छैन हामी अब त्यहाँ गएपछि टक्क मेरो खेत देखाउँछ आज अनि केरा घारी साँटो देखाइदिन्छ त गाइस यहाँ पानी खाने बाँसको भाँडा हो यो चाहिँ देख्न सक्नुहुन्छ यस्तो खतरा दामी छ हेलो गाइस अब चाहिँ हामी यहाँनिर साउमा आइपुग्यौँ अब चाहिँ हामी घाँस जाने बेला हुँदैछ कि हामी चाहिँ साउमा आइपुग्यौँ हाम्रो चाहिँ उता माथि खेत छ कस्तो मान्छेहरू अनि मलाई चाहिँ साउ हलेपछि अलिक धेरै डर लाग्छ हिँड्नु न हामी आधा बाटोमा आइपुग्यौँ खोला पर अनि हामी चाहिँ यहाँ बिचमा आइपुगेका छौँ अनि हामी आएर अनि हामी चाहिँ वहाँ गएर घाँस तल लैजान्छौँ अनि लगेपछि अनि तल केरा काट्न जान्छ अनि म केरा बोक्छु अनि अङ्कल चाहिँ घाँस बोक्नुहुन्छ हामी चाहिँ पुग्नै त्यो भन्दा नि हुन्छ अब चाहिँ हामी उकालो चढ्नुपर्छ हामी चाहिँ आफ्नो खेतमा आइपुगिसक्यो यति चढिसकेपछि चाहिँ हामी आफ्नो खेतमा आइपुग्न सक्छौँ यो बाटो अलि अप्ठ्यारो नै छ खेत भन्दा अलिकति यतापट्टि ऐँसिलीको बोट छ त्यहाँ चाहिँ म पहिला धेरै ऐँसिली खान्थेँ कि रोपो गर्ने बेला खान्थेँ कि ऐँसिली चाहिँ यो चाहिँ ऐँसिलीको बोट हो अहिले पनि ऐँसिली त होला तर हामी हेर्ने छैन यो चाहिँ हाम्रो खेत हो हेर्न सक्नुहुन्छ तपाईँले यहाँ चाहिँ भर्खरै धान उम्रिएको छ फाइनली गाइज म चाहिँ खेतमा आइसकेको छु देख्न सक्नुहुन्छ म चाहिँ आज हाम्रो खेत भिजिट गराउँछु यता चाहिँ हाम्रो यो खेत हो यता यो पुरै खेत हो हाम्रो यहाँ देख्न सक्नुहुन्छ यहाँ माथिबाट यहाँनिरबाट यो धान रोपेको सबै हाम्रै खेत हो यता ल यो मान्छे भार्नेसम्म टक्क यस्तो चाहिँ हाम्रो खेत हो गाइज हामी चाहिँ यहाँ धान रोप्छौँ अब यो चाहिँ यो असारे धान हो अनि अहिले चाहिँ यो असारे धान हो असारे धान काटेपछि फेरि मङ्सिरेको लागि धान रोप्ने हो अब बिउ राख्ने बेला भयो यो चाहिँ पोटाउनु थालेको छ यो धान फुल खेलेर अब यसपछि चाहिँ हामी
फेरि भोलिपर्सि धान रोप्छौँ बर्खामा यो धान काटेर चुटेर अनि फेरि धान रोप्ने हो गाइज